भएको छ। परिवर्तन गर्न आउनुभयो? चिनेको मान्छे ल चिनेकै मान्छे व्यवसाय स्थानीय व्यवसाय उहाँको यो बेसार यो अदुवा यस्तो खेती चाहिँ उहाँले बोर्डिङ सुरु गर्नु अब अरूलाई पनि लगाऊ म बेचिदिन्छु भन्नुभएको जसले लगायो म बेचिदिन्छु भन्नुभएको तर अहिले उहाँले आफै लगाउनु भयो अरू पनि निकै छ अदुवा स्थानीय व्यापारी पनि हो अहिले उहाँको पारी पनि छ कुन छ ल हामी यसो घुम्छौँ है कतिको चल पल छ के छ तपाईँलाई के लाग्छ आज सुरु भयो भोलि ल बेसार 400 ल दिपक दाइ के लिने हो ट्र्याक्टर पशुपन्छी साग सब्जी नरिवल नरिवल यहाँ यहीँ पाउँछ नरिवल फल्छ यहाँ नरिवल कहाँको हो नि मुइटा नै फले है बढी खुसी तिर लगाए नि हुन्छ कि हुन हाम्रो यहाँको कृषि मेला रत्न कृषि पशुपन्छी तर उहाँ ठुल्ठुला सुन्तल देखाएको थियो यार उता प्रदर्शन सुन्तल उहाँ गयो भने पोखरीको ल्याउनु पर्छ नि त अस्ति लोकल केरा अब कता हो होइन मेरो यो ट्याक्क युट्युबमा हाल्नु अन्डा पशुपन्छी जन्य उत्पादन तीर्थको कृषि आधा लानु पर्यो ल बोल्यो हुन्छ के बोल्यो ल ओके छ ल बोकाजको खाना नराम्रो पनि पुरा गनाएको थाहा हुन्छ ए फुल फलफुल यो एउटा फोटो खिच्ने कि भिडियोमा पनि आउनु न यो चाहिँ भिडियोमा है कति वर्ष 2 वर्ष अरे उत्पादित गर्नु यहाँ 100 केजी होइन 109 होला 109 सायद उठै नभएर चाहिँ के बाटो भन् माटो हान्न खोज्छ यहाँ बाटो भन् बाटो भन् यसले घन्टी बजाउला जस्तो गर्यो यसले त घन्टी नै बनाउनु सक्छ बाटो भन्
यो त यो चाहिँ कुलमान परेपछि के होइन यो अहिलेको भन्दा अलि यो हालात मेरो चाहिँ भन्दा आज कान्छ जस्तो लाग्यो नि त लाग्दै रहेछ लाग्छ यहाँ अर्को के छ क्लास 13 कति महिना भयो यी दुईटा यो वर्षी भयो त्यो 5 महिनाको दुईटै 5 महिनाको जम ल्याएर यसको मूल्य नखाएको छैन 30 केजी भनेर चाहिँ 20 केजी 22 केजी 22 केजी कति 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 मूल्य भन्नुभएको यसको मूल्य कति यसको कति के भन्नुभएको पाठी हो त्यो चाहिँ ए यो चाहिँ त्यसलाई कति भन्नुभएको 30 केजी रहेछ हैन त कति भन्नुभएको अरे अनि रेटै थाहा छैन घरको हो कि बाहिरबाट उयो हो क्या खत्रै 200 खसी बोकायो बाख्रा गएर नि हो सबै दुई सय यो चाहिँ पर आकाशे हेलो ल के छ व्यवसाय अलिअलि प्रवर्तन भइरहेछ कि छैन सर सुरु भयो त्यति भन्दा सुरु भएको छ कला स्थानीय कला कति राम्रो दामी रहेछ यार उनीहरू जस्तो राम्रो नमस्ते नमस्ते प्रवर्तन कति भइरहेछ अलिअलि आज बिदाको दिन पार्नु भएको भोलि निस्किँदैछ फेरि भोलि अलिक चहल पहल बिदा भएपछि अलिक ठ्याक्कै कोदाबाट बनेहरू आछ होइन त आफरको चौको आँटाको कोदोको चौको राणा साहबले पहिलो बेकरी उद्योग चौको दामी स्वास्थ्यको लागि रसायनिक परिकारको उत्पादन छ एकदम पनि आफैमा ब्रान्ड हो सिस्नो सुगरलाई हुनु 50 दीपक दाले सबैलाई चाहिन्छ त जडीबुटी स्पेसल सुगरलाई हुनु सिटी लाएर दाल साग खाएर खाएको नि कपरीहरू बिक्रीमा आएको छ स्थानीय उकाल्ने फेरि देखिन्छ कपरीसम्म आयो नि तपाईँ कदर गर्नु पर्दैन तपाईँ त अहिले त गाउँमा पाउँदैन उनी पाउँदैन हेर्नु फुल कति राम्रो खतरा यो चाहिँ हातले बुनेको सामान
लेक बेसी कृषक समूह भाइ छुट्याउनु भन है सब क्याप्चर भए कोही किनेर गरिन्छ कोही फोटो खिचेर प्रचार गरेर गरिन्छ प्रचार प्रसार ट्याक्क गर्नु पऱ्यो नि त चटपटे पर्व स्थानीय चटपटे पर्व के देख्न पनि किनेर आउँछ हामी चाहिँ भोलि आज लान्छ होला नि हुन्छ